हेलो साथीहरू, स्वागत छ मेरो युट्युब च्यानलमा हजुरहरूलाई। अझ फेरि म नयाँ भिडियो लिएर आउँदैछु साथीहरू। मेरो भिडियो अन्तिमसम्म हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला साथीहरू। अब मेरो यात्रा यहाँबाट सुरु हुन्छ है त साथीहरू। म अब यहाँबाट सुरु गर्न चाहे मेरो भिडियो यहाँबाट सुरु गर्न चाहन्छु। हेर्दै जानु होला। सो गाइजहरू, हामी बिच बाटोमा छौँ भनौँ। अब हामी जाँडै छौँ। यहाँ एकछिन आराम गरेको साथीहरू। यहाँ बाजे पनि आउनु भएको छ नयाँ ठाउँ हेर्नलाई। रमाइलो लाग्छ जसलाई पनि नयाँ नयाँ चिज हेर्नलाई, नयाँ नयाँ ठाउँ हेर्नलाई जसलाई पनि रमाइलो लाग्छ। बाजे बुवा पनि आउनु भएको छ। उता दिदीबहिनीहरू पनि आउँदै हुनुहुन्छ तलतिर। यहाँ एकजना भाइ आराम गरेर बस्नु भएको छ साथीहरू। जानु होला। यहाँ आन्टीहरू, मेरो आन्टीहरू आउनु भएको छ बोरा बोकेर। बोराको झोलामा खाजा बोकेर आउनु भएको छ उहाँहरूले। खाजा चाहिन्छ भनेर पहिले कपडामा के न के बोकेर हिँडेछ साथीहरू। हेर्दै गर्नु होला। आन्टीहरू गफ गर्दै हिँड्नु भएको छ साथीहरू। हेर्दै गर्नु होला। अब हामी चाहिँ यहाँबाट लाग्छौँ साथीहरू। यहाँबाट माथि लाग्नुपर्छ साथीहरू। हेलो साथीहरू, हेर्दै गर्नु होला। म जाँदैछु यहाँ देखाउनलाई, हजुरहरूलाई देखाउनलाई। एउटा गुफा जस्तो ठाउँ छ अरे। अप्ठ्यारो रहेछ है। बाटो यस्तो रहेछ गाइजहरू। यहाँ मान्छे पस्छ गाइजहरू हेर्नलाई। यस्तो छ हौ गाइजहरू, यस्तै छ हजुरहरू। हेर्न सक्नुहुनेछ। यस्तो छ। ए भाइ चाहिँ यहाँ पसेर भिडियो बनाउँदैछ। ल हेर्नु माथि यहाँ क्या। बत्ती बले गाइजहरू, यहाँभित्र त बत्ती पो बढेर रहेछ त। देखिसक्नुहुनेछ हजुरहरूले। बत्ती बलिरह। बत्ती बलेको भन्न भित्र नि छ। कति हो गाइजहरू। यहाँभित्र पसेर हेरौँ भन्ने थियो। अलि नसक्ला जस्तो छ हौ गाइजहरू। तर प्रयास जारी छ हौ गाइजहरू। हजुरहरूले देखिसक्नु भएको छ। यो गहिरो खतरा यार। यहाँ क्यामेरा खासै भन्दा खासै हो। फोटो खिचेको देखा यार। यस्तो छ गाइज, यस्तो है यहाँभित्र यस्तो भएर बसेको रहेछ। यहाँभित्र है यस्तो प्राकृतिक चाहिँ है यस्तो रहेछ गाइजहरू। हजुरहरूले देखिसक्नु भएको छ। यहाँभित्र जाने हो भने यहाँभित्र के छन् है पुरानो सम्पत्तिहरू छन् भन्ने कुरा सुनेको छ। तर हामी चाहिँ पुगेको त छैन। यहाँभित्र पस्न नै डर लाग्छ। यहाँभित्र त बाघ भालु नभए पनि कुनै चिजहरू हुनसक्छ गाइजहरू। यस्तो छ। हजुरहरूले देखिसक्नुभयो हो गाइजहरू। के गर्नु, यस्तो बुत्ता भएर बसेछ। सिमेन्टै धर्ने गरी बब्बल गाइज।
फाइनली साथीहरू हामी चाहिँ अब घरतर्फ फर्किएको अवस्था है। अब हामी हेरिसक्यो, अब घरतिर फर्क्यौँ है त हामी। मेरो भिडियो हजुरहरूलाई के कस्तो लाग्यो साथीहरू, सल्लाह सुझाव प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला अनि लाइक गर्न नभुल्नुहोला मेरो भिडियोलाई। साथीहरू हेरिदिनु भयो, धन्यवाद।